अनौठो आगन्तुक र जङ्गलको युद्ध। एउटा अन्ध्यारो रात, घना जङ्गलमाथि अचानक आकाशमा एउटा तीव्र प्रकाश चम्कियो। हुजेस गर्दै एउटा अनौठो र भीमकाय अन्तरिक्ष जहाज स्पेसशिप वायुमण्डल चिर्दै तल ओर्लियो र जङ्गलको बीचमा धडाम गरेर अवतरण गर्यो। केही समयसम्म जङ्गलमा सन्नाटा छायो, चराचुरुङ्गी पनि डराएर शान्त भए। बिस्तारै जहाजको ढोका खुल्यो र एउटा अनौठो एलियन बाहिर निस्कियो। उसका आँखा तारा जस्तै चम्किरहेका थिए, जसले गर्दा उसले घोर अँध्यारोमा पनि सबै कुरा स्पष्ट देख्न सक्थ्यो। उसले वरिपरि निहाल्यो, विशाल रुखहरू, हावामा हल्लिरहेका पातहरू र रातमा आउने अनौठा आवाजहरू। अचानक नजिकैको झाडी हल्लियो। एकपछि अर्को गर्दै धेरै वन मान्छेहरू हातमा लट्ठी र भाला बोकेर बाहिर निस्किए। उनीहरूले त्यो अनौठो प्राणीलाई घेरे। एक वन मान्छेले आफ्नो भाषामा चिच्याउँदै भने, यो को हो? यसलाई समात। त्यसपछि आक्रमण सुरु भयो। वन मान्छेहरू एलियनतिर जाइ लागे, तर एलियन साधारण थिएन। उसले तुरुन्तै आफ्नो उन्नत शक्ति प्रयोग गर्यो। ऊ बिजुलीको गतिमा चल्न थाल्यो। उसको शरीरको वरिपरि एउटा नीलो एनर्जी सिल्ड चम्कियो, जसको तेज प्रकाशले पुरै जङ्गल उज्यालो भयो। जङ्गलको बीचमा भीषण लडाईँ भयो। वन मान्छेहरूले प्रहार गरेका लट्ठीहरू हावामै रोकिए, भालाहरू जमिनमा खसे। एलियनले कसैलाई आफूलाई छुनसम्म दिएन। अन्ततः एलियनले आफ्नो हात जमिनमा राख्यो र एउटा शक्तिशाली एनर्जी वेभ छोड्यो। त्यो ऊर्जाको लहरले सबै वन मान्छेहरूलाई एकै झट्कामा बेहोस बनाइदियो। जङ्गल फेरि शान्त भयो। एलियन एक्लै उभिएर आकाशतिर हेर्न थाल्यो। उसको जहाज फेरि स्टार्ट भयो र इन्जिनको मधुर आवाज आउन थाल्यो। जानु अघि उसले बिस्तारै भन्यो, यो ग्रह खतरनाक छ, तर उत्तिकै रोचक पनि। जहाज बिस्तारै माथि उड्यो र हेर्दा हेर्दै ताराहरूको बीचमा ओझेल पर्यो। यसरी त्यो अनौठो